बच्चा भइसकेपछि उहाँहरूको अहिले 82 साल भयो, खोजीमा हुनुहुन्छ। किन भन्दाखेरि बच्चाको जन्मदाता चाहिन्छ र ती भट्टा हाम्रो रोजिना होइन पहिलाको नाम चाहिँ रोजिना भट्टाको चाहिँ अथवा धनकुमार राई यहाँ मैले नायता बोकिरहेको छु, उहाँको नायता पनि चाहिन्छ होला। अब कहाँ गयो कसो भयो यो पनि पत्तै छैन 72 सालदेखि। आउनुहोस् यो भिडियो हेर्नुहोस्, निकै अचम्मको कुरा छ। यो भित्रको रहस्य के होला भन्ने कुरा म प्रत्यक्ष मृतक गजेन्द्र राईको बुवासँग र दिदीसँग म कुराकानी गर्छु। नमस्कार। नमस्कार। हजुरको नाम? मेरो नाम बालाजित राई हो। हजुर। अनि घटना चाहिँ कसरी घटेछ? खोइ त्यही त अब म त के थाहा कसरी घट्यो। अब पहिला त अब तिनीहरू कोही मिलेरै बस्थ्यो, मिलेरै पछि नमिलेको के हो तपाईँ नमा छोडिन भन्ने चाहिँ कुरा गर्थ्यो अरे, बुहारीले भन्थ्यो अरे, सुमर भन्थ्यो अरे। म सुनेको कुरा है, म त जान्दिनँ। अनि त्यहाँदेखि भविष्य पछि त त्यस्तै भयो। तपाईँको कुन छोरा हो? त्यो मेरो जेठीपाटिको माइलो चाहिँ छोरा हो। ए दुईवटा मेरो जान, जेठी जानको छोरा जेठो चाहिँ गणेशबहादुर भन्ने छँदैछ। त्यो चाहिँ माइलो चाहिँ हो गजेन्द्र भन्ने। अनि उहाँको मृत्यु हुँदाखेरि कसरी मृत्यु भयो के भयो भनेर तपाईँ जानु भएन? आत्महत्या मात्रै भयो कि? म सकिनँ। अनि त्यही गजेन्द्र भन्नेलाई छोरा जेठो तँ जा भने बाटो ठुमरो त प्रेमलाई होला। गजेन्द्र त मृत्यु हो, मृतक गणेशलाई पठाएको जेठोलाई यहाँबाट। अनि उहाँ अब त्यो कान्छीपट्टिको जेठो चाहिँ छोरो कान्छीपट्टिको प्रेम कुमार भन्ने थियो उनी काठमाडौँमै। अनि तिनीहरूले नि खोइ के भयो कसो गऱ्यो के गर्यो। यहाँबाट गजेन्द्र त्यस्तो मृत्यु भयो भनेर खबर यहाँ सुनेपछि अब म बुढो मान्छे म नसक्ने भएँ। अब कहीँ छोरा जेठो पाएको भन्ने जेठो छोरो थियो, त्यसलाई पठाएँ जातमा भनेर भन्दाखेरि अब युके जानु आँट्नुभएको थियो? म युके जान तयार थिएँ, भइसकेको थिएँ। अब जानुभयो कि भएन? गएँ। ए अनि त्यहाँदेखि त्यो छोरो अनि मऱ्यो भनेर भन्दाखेरि अनि हुन्थ्यो आज कान्छीपट्टि जेठो छ प्रेम कुमार भन्ने। अनि त्यो जेठो चाहिँ छोरो जाँदा त कसो सजगत गरिसकेको थियो भन्यो कि कसो भन्थ्यो। ए त्यो जेठो छोरो नपुग्दै सज गरिसकेको थियो अरे भने जस्तो सुने। अब त बुढो मान्छे कता के कता थाहा भएन। अनि कुन त के भयो कसरी भयो त त्यसरी खोइ केही गर्नु सकेन कि मैले। म पनि अब बुढो मान्छे छोरी हुँदै अनि तयार हुँदै थिएँ सुर्न सर। अनि आउँछौँ छोरा लास देख्न पाउनु भएन छोराको? देख्नु पाइनँ मैले, छोरा त देखिनँ। अनि म त अब यहीँ नै घरमा थिएँ। छोरा काठमाडौँ त्यस्तो भयो। माइलो छोरो जेठीपट्टि गजेन्द्र भन्ने मार खायो। के जान्नु थाहा छैन। अब चाहिँ के को लागि खोज्नु भएको? अब मैले अब त्यसलाई पनि अब के भएर म कसरी मर्यो त भने जस्तो आफूलाई लागेको। त्यो त छँदैछ, त्यो त सकिने गयो होइन। र अब नाति छ भन्ने कुरा आयो नि त। अब नाति थियो एउटा, त्यो चाहिँ मैले देखेकै हो। कत्रो छ नाति चाहिँ? यसो यत्रो चाहिँ टुकुटुर हिँडेको देखेको मैले। छोरा छोरी थियो? छोरा थियो। ए छोरा थियो यसो टुकुटुर। अब 12 वर्ष पुगेछ अहिले, 72 भनेपछि 82 हो नि त। हजुर। त्यसो भने त 12 वर्ष पुग्यो क्या हो कि 10 हो? 10 वर्ष 2.5 वर्ष त्यस्तै थियो। त्यसो त 80 भनेपछि 11 वर्ष मात्रै पुग्यो सालले। 10 वर्षको अनि त्यसो भए त्यो 11-12 होला है, बढी हो नि 13 होइन, हुँदैन नि त्यो 72 र अनि 82 त हो अहिले। अनि त्यहाँदेखि त्यस्तो थियो। अनि त्यो भयो भनौँ। त्यहाँदेखि त अनि म चाहिँ अब बुढो मान्छे तै जेठो छोरो गणेश भन्ने त जा के हो कसो बुझेर आइज हेर। अब तैँले के गर्नु त्यहाँ सोधखोज गर्ने भनेको। त्यो जाँदा त खोइ सजगत गरिसकेको छ भनेर सुने। यसो भनौँ अचम्म घटना घटेछ। त्यस्तो भयो। दर्शक पनि यहाँ निकै अचम्म चाहिँ घटना घटेछ। रोजिना भट्टा यहाँ नायितामा चाहिँ अब राईमा आएपछि धनकुमारी राई भन्ने, धनकुमारी राई भट्टा भन्ने छ। उहाँको म नायिताको फोटो लगाउँछु, तपाईँले देख्नु भने फोन गर्नुहोला। र रोजिना भट्टा भन्ने नाम र अहिले नायितामा चाहिँ आधिकारिक धनकुमारी राई भट्टजी। तपाईँले यो भिडियो हेर्नु भएछ भने
होइन तपाईँ आउनुहोस्, किनभने त्यो बच्चालाई जन्मदाता हुनुपर्छ, तपाईँको नायता यहीँ छ, यो नायता चाहियो होला, यो नायता चाहिँ चाहियो नि त होइन। अनि बच्चाको जन्मदाता नै गर्नु पर्यो। उहाँ अब जस्तै मतलब अब गजेन्द्र राईको पनि त सम्पत्ति होला यहाँ, धरान काहीँ के होला? त्यही त घर यो पानमारामा 1 कठा जमिन छ। अनि त्यहाँ सोधपुर गर्दाखेरि अनि त्यो जग्गा चाहिँ पैसा चाहिँ अब छोराले कमाएको धन लायो। अनि पास चाहिँ गरेछ, उसको बुढीको र उसको जेठो पर्ने कमा गरेछ अरे भनेको सुनेको हो, होइन मलाई त्यो थाहा छैन। अनि उहाँ कहाँ काठमाडौँतिर खोइ के भन्ने ठाउँमा, नुवाकोट के भन्ने ठाउँमा उसको जग्गा छ अरे, खेत उहाँ किनेको, त्यो चाहिँ उसकै नाउँमा छ अरे, गजेन्द्रकै नाउँमा गरेको छ अरे भनेर सुनेको। त्यो मैले देखेको छुइनँ। अब यो मृत्युदत्ता पनि चाहिन्छ यो नायता अनुसार होइन। तपाईँले नायता हरायो भनेर अर्को बनाउनु भने यहाँ अर्को नायता छ, त्यो कारणले चाहिँ धनकुमारी राई भट्ट अथवा रोजिना भट्टजी तपाईँ चाँडै सम्पर्क नहुन, किनभने अब 10-12 वर्षको कुरा तपाईँहरूको नि अप्ठ्यारो थियो होला। नमस्ते दिदी। राजेन्द्र भट्टको चाहिँ के, राजेन्द्र राईको चाहिँ के भन्छ, गजेन्द्र राईको चाहिँ के हो? गजेन्द्र राईको चाहिँ म दिदी पर्ने। अनि अहिले यत्रो सालमा खुदै हुन्छ आफ्नो बुहारी र नानी, के छ कुरा? अब यस्तो नि सर, अब यो खोज्नुको कारण चाहिँ के छ भन्दा त भाइ मरेर गयो। भाइ मरेको एउटा हामीलाई एउटा भदै छ। अनि यो भदैको लागि चाहिँ यहाँ खोजी पाऊँ। अब हाम्रो भाइ त मरेर गयो, तर भाइ मरे पनि उसको छोराको सन्तानको त माया थियो नि त, धेरै माया थियो उसलाई। अनि उसको आत्माले पनि शान्ति पाउँदैन होला होइन। अब छोरा खोज्यो भने शान्ति पाओस्, भाइको मरेको आत्माले नि शान्ति पाओस्। हामीले खोजेर आफ्नो नाति, मेरो बाबाको नाति, मेरो भदै यस ठाउँमा हाम्रो अगाडि उपस्थित गराएर हामीले नै पालन पोषण गरेर पढाएर अनि उसको बाबाले कमाएको के कति अंश अब उसले खानु पाउने हो। बाबा बाँचेको भए तर बाँचेन, नबाँचे पनि उसले कमाएको, मेरो भाइले कमाएर कुन ठाउँमा जग्गा जमिन राखेको छ, अब ब्याङ्क ब्यालेन्स गरेको छ त्यो त हामीलाई थाहा छैन। अब जग्गा जमिन भनेको चाहिँ एउटा मैले सुनेको चाहिँ भाइले मर्नुभन्दा 1 वर्ष अगाडि म काठमाडौँमै थिएँ सर। उनीहरू किर्तिपुर बस्थ्यो अनि म पनि भाइको नजिकै किर्तिपुरै बस्थेँ। किर्तिपुरबाट चाहिँ म उसको कोठामा जाँदा चाहिँ दिदी मेरो खेत चाहिँ नुवाकोटमा छ दिदी, मेरो नाममै छ त्यो चाहिँ। अनि मलाई किन सुनायो भने धादिङको नबेच्नु पर्ने, धादिङको खेत बेच्नु लाग्यो तपाईँको बुहारीले, त्यो भएको कारणले त्यो बेचेर पनि अनि फेरि नुवाकोटपट्टि मैले किनेर राखेको छु मेरो नाममा भनेको थियो। अनि यता अब अघि नै बाबाले भनिसक्नुभयो, यहीँ धरानमै अब 1 कठा जग्गा त्यो चाहिँ बुहारीकै नाममा किनिदिएको छ अरे भाइले होइन। भाइ चाहिँ त्यत्रो पैसा देखेर के गर्छ? मेरो भाइ चाहिँ अब ठेकदार काम गर्थ्यो, यस्तो घरहरू बिल्डिङहरू अब बनाउने ठेकदार काम गर्थ्यो। बिल्डिङहरू बनाउने काम गर्थ्यो। हजुर। अनि तपाईँको त्यो भाइको छोराको नाम चाहिँ के थियो? त्यो भाइको छोराको नाम त मलाई ख्यालै भएन सर। म त्यति उनीहरूसँग घुलमुल गरेर धेरै बसिनँ, मेरो कोठामा आउने सोधिनँ। अब सानो बालक थियो, मलाई त्यो नामै पर्लात हो कि के राखेको थियो? पर्लात के त्यस्तै सुने जस्तो लाग्छ। मलाई चाहिँ थाहा छैन बाबुको नाम। दर्शकबिन, यहाँ अनौठो घटना घटिसकेपछि जस भट्ट श्रीमती र गजेन्द्र राईकोमा चाहिँ विवाह गरेर आउनुभयो। अनि धनकुमारी राई भट्ट भनेर उहाँको नायता मसँग छ र मृत्युदत्ता पनि यहाँनिर मसँग छ भन्दा नि उहाँहरूसँग छ, मैले चाहिँ मेरो हातमा अहिले बोकेको छु। त्यस कारणले तपाईँ धनकुमारी राई अथवा रोजिना भट्ट भनेर चाहिँ भन्ने गर्नुहुन्थ्यो अरे। रोजिना भट्ट भनेर चिन्नुहुने तपाईँ आउनुहुन्छ, तपाईँको नायता छ, तपाईँको बच्चाको जन्मदाता गर्नुहोस्। यहाँ चाहिँ परिवारले खास के को लागि खोजेको? खास अब मेरो एउटा बाबाको छोरा हो, सन्तानको मायाले गर्दा एउटा नाति चाहिँ आफ्नै साथमा ल्याउँ, आफ्नै साथमा राखौँ भनेर हेर्नको लागि बाजेले आफ्नो छोराको सट्टोमा नाति हेर्नको लागि चाहिँ यहाँ उपस्थित गराउनको लागि चाहिँ खोजेको हो। उहाँहरूको पनि चासो आजोबाजो चाहिँ होला उनीहरूको सम्पत्ति यताउता। अब उहाँहरूको त भाइले कमाएको अब मैले सुनेको चाहिँ त्यही हो। अब जग्गा खेत नुवाकोटमा छ भनेको छ। बाबुले दिनुपर्ने सम्पत्ति नै होला नि त। बुवाले, हाम्रो बुवाले, अब हाम्रो बुवाले त अब नाति हो, नातिलाई अब छोराको सट्टमा दिइहाल्नुहुन्छ। नातिलाई त दिनुहुन्छ होला नि त आयो भने। म दिन्छु, म नातिलाई म दिन्छु।
अब छोरा त गएको गयो तर त्यही छोराको छोराको नाति त्यही एउटा भनौँ न आफ्नै छोराकै स्वरूप आएको भनौँ न आज आयो त्यो नाति भने अनि त्यसलाई म दिन्छु आयो भने यहाँ जन्मदाता त यहाँ छ हजुर हतियार त यहाँ रहेछ नि त छ यहाँ रहेछ नि त सबै यहाँ छ अब उहाँ त्यो बच्चा आयो भने उहाँको ती आमा र बाउ त बिति गयो आमाको नाइदासम्म यहाँ छ अनि मृत्युदत्ता यहाँ छ भने हतियार यहाँ छ जन्मदाता यहाँ त के हुन्छ हजुर हो कि भन्छ हो तर उहाँको यस्तो छ अहिलेको परिस्थिति कस्तो छ भने अब श्रीमानको मृत्यु भयो अब छोरी मान्छेले त्यसो त भन्नु हुँदैन छोरी मान्छेको हलिमली छ अर्कोतिर पहिला गयो भने पनि अर्को केटाको नामबाट पनि जन्मदाता निकाल्छ यो सत्य कुरा कति हो घटना त त्यो त नेपालको कानुन बाइबलले जानन् भनेको जस्तो हो तर हतियार यहाँ छ फेरि हतियार यहाँ छ होइन उसले अब त्यो उताबाट बनाउँछ भने त हामी त मान्दैनौँ नि यहाँ बाबाले मान्नुहुन्न नि किन मान्दैनौँ भने त आफ्नो छोराको बिर्जाउमा छ नि त हामीले हेरेका छौँ नि त सानो बालक हेरेको छौँ अनि यो समयसम्म भाइ मरेर गयो मारेर मरेर कसरी गयो त्यो आँखाले देख्यौँ उहाँ उपरमा हुनुहुने परमेश्वरले मात्रै देख्नु भएको छ होइन तर मेरो भाइ अचानक त्यस्तो ठेकदार गरेर काम गरेर आएको अवस्थामा आराम गरिरहेको अवस्थामा सुतिरहेको थियो अरे अनि अचानक त्यस्तो अब घटना भयो भनेर हामी अब खै झुन्डेको भन्छ झुन्डेको त हामीले देख्यौँ पनि अब त्यो हामीले यहाँ सुनेको मात्रै लु तपाईँको छोरा भाइ झुन्डेर मर्यो अरे काठमाडौँमा भनेर सुनेको मात्रै हो यहाँबाट होइन अब हामी त हेर्न पनि म टाढो थिएँ अनि मेरो भोजपुर थियो अहिले पनि यहाँ म बसाइ सरेर आएको हो होइन अनि भोजपुरमा थियो त्यतिखेर म जानु भ्याइनँ मेरो सानो पनि छोरी सानै थियो अनि त्यो भएको कारणले म भाइको लागि लास बुझ्न जानु सकिनँ बुवा त्यस्तै रोगी बिरामी नै उपचार भइरहेको थियो बुबाको मेरो मम्मी अपङ्ग गोरुले हानेर लडेर अब 35-36 टाका जति यो चाहिँ तिख्रामा स्टिल लाएर मेरो मम्मी नि बिरामी हुनुहुन्थ्यो अनि मम्मी र बाबा नै दुईजनै बिरामी भएको कारणले उहाँहरूको उपचार भइरहेको थियो यहाँ घोपामा त्यही भएको कारणले पनि उहाँहरू उठेर चाहिँ छोराको लास बुझ्नु जानु नसक्नु भएको होइन अनि मेरो जेठा दाजु गणेश दाजु चाहिँ काठमाडौँ जाँदाखेरि ल यसरी मेरो भाइ के भएर गयो कसो भयो भनेर बुझ्नु जाँदाखेरि बुहारीले अब झुन्डेर मरेकै भनेर गरायो अनि त्यहाँबाट झुन्डेर मरेर पनि त्यो दाजुले लास पनि बुझ्नु पाएन उहाँ मेरो सानो मम्मीपट्टिको सानो जेठा दाजु हुनुहुन्थ्यो प्रेम दाजु उहाँले चाहिँ लास बुझेर उहाँहरूले नै बुहारीसँग लास बुझेर पोस्टमार्टम गर्नु लगेर अनि कता अब जलायो उनीहरूलाई नै थाहा छ होइन जलाएर अनि आए त्यहाँबाट आएर भाइको भिसी रिपोर्ट निक्लिएन भिसी रिपोर्ट निक्लिएपछि मात्रै मरेको र मारेको थाहा हुन्छ भनेर चाहिँ त्यो हामीले सुनेको थियौँ त्योबाट भिसी रिपोर्ट निकाल्ने कोसिसमा गर्नु भन्दाखेरि मेरो दाइले सानो मम्मीपट्टिको दाइले भिसी रिपोर्ट निकालेर यहाँ हामीलाई दिनु भएन बुहारीले पनि दिनु भएन अनि बुहारी पनि त्यतिकै फरार यहाँ आउँदै आएन भेटघाटमै आएन छोरा मेरो भदै मेरो बाबाको नाति लगेर फरार अहिलेसम्म नभएको कारणले अनि उनीहरूलाई चाहिँ खोजी पाऊँ त्यो अब मेरो भदै मेरो बाबाको नजिक उपस्थित गराएर छोराको सट्टोमा दिने अंश पनि दिने उसलाई पढाउनु पनि पढाउने आफ्नो छोराको बिर्जा आफैसँग राख्ने भन्ने एउटा उद्देश्यले हामी खोजी गर्दैछौँ तपाईँको चाहिँ धनकुमारी राई अनि भट्ट होइन तपाईँको बुहारी तपाईँको भाइ मृतक गजेन्द्रको चाहिँ श्रीमती होइन अनि उहाँ चाहिँ जन्ममिति चाहिँ 2036 साल महिना 3 गते 9मा जन्मेको रहेछ भने गजेन्द्र राई चाहिँ तपाईँको मृतक भाइ चाहिँ 2032 सालको रहेछ होइन महिना 8 महिनाको यहाँ रहेछ नायतामा दिए अनुसार तपाईँको जेठी श्रीमती भइ कान्छी श्रीमती ल्याउनु भएको तपाईँ चाहिँ हजुर पहिले त बिहा गरेको कान्छी श्रीमती कान्छी श्रीमती छ कि छैन जेठी बिहा गरेर जेठी खसो कान्छी छ अहिले छ तर यो केटी रहेछ अनि तपाईँ चाहिँ कहिले ल्याउनु भएको म यही भर्खरै अब भनौँ न पढाइकै छ कि क्या तपाईँको आइडेन्टी कार्ड पढाइकै छ युकेको छ आइडेन्टी कार्ड युकेको अब हाम्रो त अब उहीको छ उहीकै होला हुनु पऱ्यो नि तर कोही कता छ होइन युकेको होला आइडेन्टी कार्ड युकेको त्यो भएर त बस्नु त्यो भएर पढा बस्नुभएको नि त हामी अब एक सर्भिस हो ब्रिटिसले अब त खानु
लौरे हो तपाईँ लौरे ब्रिटिस लौरे ब्रिटिस लौरे दर्शकबिन यहाँ चाहिँ ब्रिटिस लौरेको गजेन्द्र राईको चाहिँ मृतक 72 सालमा आत्महत्या भनेर मात्रै उहाँले सुन्नुभयो उहाँले देख्नु भएन तर घरमा हुनुहुन्थ्यो तर पनि विभिन्न कारणले भेट्नु भएन भने उहाँको माइलो छोरा गजेन्द्र राई भन्ने बुझियो कहानी लामो छ यहाँ अनि उहाँले चाहिँ गजेन्द्र राई श्रीमती चाहिँ रोजमा के अरे रोजिना भट्टा बिहा गर्नुभयो रोजिना भट्ट भनेको के मलाई थाहा छैन र धनकुमारी राई भनेर चाहिँ यहाँ नायता धनकुमारी राई भट्ट भनेर नायता बनाउनु भएको छ यो भिडियो देश विदेशमा तपाईँले सक्दो सेक्नु होला र लागेको जिज्ञासा यहाँ राख्नु होला के छ अन्तिममा तपाईँलाई भन्नु अन्त त मेरो भनिहाल्ने त नाति चाहिँ मैले भेट्नु पाऊँ मैले हात दिन पाऊँ मैले त्यसलाई पढाइ गर्नु पाऊँ मैले त्यसलाई अंश दिन पाऊँ भन्ने तपाईँको ठुलो अब बुहारीको अब तपाईँहरूले अब तपाईँको भाइको हत्या गरेको भनेको भ्रमै छैन त्यस कारणले बुहारीको दोष देखिएन त्यो बच्चा लिएर आयो हुन्थ्यो के भन्नु तपाईँको के छ अन्तिम कुरा मेरो चाहिँ सर यही हो मेरो भाइ मेरो भाइ पछिको चाहिँ भदा भाइ समान हो अनि हामीले माइती मान्नुपर्छ मेरो भदैलाई पछि भाइ पछि त्यही भएको कारणले मेरो भदै चाहिँ यहाँ हामीसँगै उपस्थित गराइ पाऊँ यहाँ ल्याइ पाऊँ त्यसलाई पढाउने हुर्काउने खुवाउने तरिका अब कति समयसम्म ऊ काम गर्नु भाइको मृत्यु भए पनि मेरो भदैको चाहिँ अति नै मलाई माया छ भन्ने तपाईँको ठुलो कुरा ल यस कारणले तपाईँले सेयर गर्नुहोस् है त ल एउटा ठाडोबाट खिच्नु त म यहाँ परबाट गर्छु त्यसलाई अफ गर्नु ल फिनिस्ड गाइज यति नै हो भिडियो यो दुइटै हातमै उता चाहिँ किन खिच्ने निकाल्नु पर्यो